कहाँबाट किन्ने हो तिम्रो सामान यसो हेर त। ऊ त्यता जाने हो। मेरो छोड्नु, पहिला हजुरको सामान हेरौँ यहाँ कस्तो राम्रो राम्रो सामान पाइन्छ। जेन्ट्सको कति राम्रो राम्रो कलेक्सन छ नि यहाँ त। पसल हेर्दै कस्तो महँगो देखिन्छ, भयो छोडिदेऊ। महँगो छैन के, म पहिला पनि आइसकेको छु। हिँड्नु न जाम, केही पनि हुन्न, कस्तो राम्रो सामान पाइन्छ यहाँ। साउजी जेन्ट्स टी सर्ट देखाइदिनु न, राम्रो खालको उहाँलाई मिल्ने। राम्रो खाले झरे एउटा नयाँ नयाँ सामान आएको भर्खर भर्खर आएको तपाईँलाई देखाइछु त फरकै पर्दैन ल। एउटा दामी सामान आयो हेर्नुहुन्छ त, यो राम्रो छ हेर्दै अहिले नयाँ आएको सामान यो एकदम राम्रो छ। यसमा कलर भेराइटिजहरू पनि टन्नै छ यसमा। हो र, हेरौँ न। मरुन, व्हाइट, ग्रिन, ग्रे छ हेर्नु त। कपडाहरू त राम्रो राम्रो रहेछ, तर महँगो होला। खासै महँगो हुँदैन क्या, हजुरलाई मन परेको ट्राई गर्नु न। मलाई त्यो मन परेछ। ल जानु त लगाएर आउनु। यो टी सर्टको प्राइस कति हो? यसको प्राइस चाहिँ तपाईँको 24 को डिस्काउन्ट गरेर तपाईँलाई 28 सम्म। यसको एक्स्ट्रा पैसा कति हुन्छ त्यो चाहिँ म हजुरलाई पे गर्छु अहिले नै। उहाँलाई चाहिँ 500 मात्रै हो भनेर भनिदिनु है। आफ्नो लागि महँगो सामानै किन्न हुन्छ बुझ्नु क्या उहाँ। भइहाल्छ नि, म त्यही गर्छु। हुन्छ हेर त कस्तो देखियो। साह्रै राम्रो। राम्रो त राम्रो रहेछ। साउजी यसको प्राइस चाहिँ कति हो? यसको तपाईँलाई जम्मा 500 रुपियाँ हो जम्मा। 500? त्यसो भए त दुईटा अझै लिएर जान्छु है निशा। हुन्छ। ल साउजी मलाई यही साइजको डिफ्रेन्ट कलरमा 3टा प्याक गरिदिनुहोस् त। हुन्छ भइहाल्छ कि। कलर चाहिँ कुन कुन लैजानु होला हेर्नु त, भन्नुहोस् त। हुन्छ, यही 3टा कलर प्याक गरिदिनुहोस् न। हुन्छ भइहाल्छ, म यति 1500 भयो है। हुन्छ हुन्छ भइहाल्छ। थ्याङ्क यू। हस् आउँदै गर्नु। के फाइदा यस्तो निष्ठाको, जसबाट म तिमीलाई दिन सक्दिनँ तिम्रै कमाइको। तिमी किन हरेक पटक आफू यति धेरै जिम्मेवार भएको देखाउन चाहन्छौ? म तिम्रो साथमा छु, तर तिमी पछि छु। तिमी आफ्नै अधिकारमा पहिलो हौ। मलाई जिताउनको लागि तिमी सधैँ आफू हार्न जरुरी छैन।